तपाईलाई मैले देखाइसकेँ, तर यो एकदम राम्रो फुल हो। तर यो के को दबाई आउँछ ल भन्नुस्। मैले दुईटा भेटाएँ, तर अरू पनि मैले भेटाउने कोसिस गर्छु, खोज्छु। तर यो एकदम अति राम्रो चिज हो, खान पनि हुन्छ। मैले खाइरहेको छु, कति मिठो छ। हल्का लसैलो हुन्छ, तर एकदम खानको लागि राम्रो हुन्छ। र यो दबाई पनि हो। मिठो भयो मलाई त। तर तपाईहरुलाई कस्तो लाग्छ, यो के को फुल हो चिन्नुस् र तपाईहरुले पनि यसको सेवन गर्नुस्। तपाईहरुलाई पनि अति राम्रो हुनेछ है त। ल म यति बिदा हुन्छु। छविलाल पाण्डे, नमस्कार। आइसकेँ र जंगलमा अरु केही पाइन मैले। एउटा चीज पनि अति अमूल्य चीज पाएँ मैले। तर त्यो अमूल्य चीज के हो देख्न सक्नुहुन्छ। यो मैले पाएँ, तर यो के हो यसको नाम तपाईहरुले अहिले म अलि अर्को ठाउँमा आइपुगेँ। तर यहाँ पनि हरियाली त छ जंगलमा, तर जुन चीज मैले खोजेको त्यो चीजहरु मैले पाइन। र आज म अलि दुःख हुने भयो मलाई चाहिँ नि सबै ठाउँमा घुम्नको लागि। किन जंगलमा अब हिँड्दाखेरि कहीं पनि केही पनि नपाएपछि आजको मेरो काम चाहिँ नि कुनै पनि औषधि नपाएपछि काम हुने भएन। त्यो हुँदाखेरि चाहिँ नि म अब यतिकै फर्किनेछु। फर्किएर आज हेरौं, फेरि पनि कोसिस गरिराखेको छु। जंगलमा हिँडिरहेको छु, तर केही पनि पाएको छैन। अब पाएँ भने फेरि म अवश्य तपाईहरुलाई देखाउने छु। र अहिले केही पनि छैन, म खोजिराखेको छु, तपाईहरुलाई देखाउन कोसिस गरिराखेको छु। अब फेरि म अर्को साइडतिर जाँदै छु है त। सबैलाई नमस्कार, म छविलाल पाण्डे। म आज जंगलतिर घुमिराखेको छु र यहाँ चाहिँ नि दबाई खोजिराखेको जडीबुटीहरु। तर यो जंगलमा आइसके, तर यहाँ चाहिँ नि सबै बुटाहरु सिकिसकेछन्। र यहाँ चाहिँ नि केही पनि रहेनछ। यो देख्न सक्नुहुन्छ। जम्मै सुकेर केही छैन यहाँ अहिले। यहाँ चाहिँ नि मान्छेले डडेलो लाउने जस्तो भइसकेछ। र म फेरि अर्को जंगलतिर जाने छु। यहाँ चाहिँ नि केही पनि पाइन। म हमेशा जडीबुटी खोज्दै हिँड्ने मान्छे। र तपाईहरुलाई केही न केही जडीबुटीहरु हमेशा देखाइरहने थिए। तर आज कुनै पनि जडीबुटीहरु छैनन् यहाँ, मैले पाइन।